हेलो एन्ड नमस्ते वेलकम ब्याक। र आज चाहिँ के थियो भन्दाखेरि हाम्रो फेस अफ नेपालको सेलेक्सन जतिजनाको भएको छ उनीहरूको मिडिया इन्टरभ्यू थियो। सो हामी सबैजना चाहिँ साथीहरू जोइन भएको थियौँ र त्योमा मैले फर्स्ट ट्राई गर्दैछु भोइस ओभरबाट। मैले कहिले पनि ट्राई गरेको छैन। त्यहाँ अडिसन पनि थियो, आज अडिसन ग्रान्ड अडिसन पनि थियो, फाइनल अडिसन र मिडिया इन्टरभ्यू जुन सेलेक्टेड हुन्थ्यो तिनीहरू सबैको भयो र मेरो पनि भयो। अनि हाम्रो साथीहरू यति राम्रो साथीहरू भेटाएँ नि मैले त्यहाँनिर। दे आर अमेजिङ अमेजिङ अमेजिङ। हामीलाई फिल नै भएन, हामी फर्स्ट टाइम भेटेको हो कि जस्ट हामी 2-3 आवर्सको बिचमा यस्तो एट्याचमेन्ट फिल हुने साथीहरू चाहिँ पाएन नि। अनि म साइडमा भ्यू हेर्दै थिएँ अनि फेरि हाम्रो साथीहरूको नक्कले ग्याङ परेको छ अनि मैले पनि नक्कल पारिदिएको। अनि नक्कल त मेरो खतरा हुन्छ नि फेरि। अनि फेरि हजुरहरूलाई मैले भ्यू इन्जोय गराएँ किनकि हामीलाई हेरेर बोर नहुनु होला। सो त्यति हुँदै थियो अनि सबैतिर यहाँ साथीहरू बसिरहनु भएको थियो। त्यतिमा सकिन्छ हाम्रो यो र म घरतिर लाग्छु। यो बानेश्वरको चोक हो। अनि त्यहाँदेखि हामी गाडी समातेर निस्केको। अनि आजको वेदर पनि हेर्नु न कस्तो पानी पर्ला जस्तो थियो। दिनमा यस्तो गर्मी भएको थियो, जाँदाखेरि गर्मी भएर मैले आफ्नो खिचेको भिडियो पनि हाल्न सकिनँ किनकि म पसिनाले लतपत थिएँ। अनि ट्राफिक त्यस्तै जाम हुने है। अनि काठमाडौँको थाहा छ नि कति रसमा हुन्छ यो बाटोहरू होइन। यतिखेर थ्याङ्क यू, बाई बाई। अनि सबैजनाले चाहिँ हाम्रो फेस अफ नेपाल पेजलाई र मेरो पेजलाई फलो गरिदिनु होला। थ्याङ्क यू सो मच। अनि फेरि म एउटा नयाँ ब्लग लिएर आउनेछु भन्ने बाचा गर्न चाहन्छु। सो थ्याङ्क यू सो मच गाइज।